हे गाइस गुड इभिनिङ वेलकम टु माई न्यू ब्लग। आज चाहिँ माघे संक्रान्ति हजुर हाम्रो चाहिँ गाइस कुनै प्लान थिएन भ्लग गराउने। आज चाहिँ साप आएको रहेछ त्यही भएर हामी भ्लग गराइरहेका छौँ होइन भोग्ने मम्मी हट ल ल गाइस म जान्छु क्यामेराम्यान बोलेपछि भागिजाने हो म बोलेर नै भाग्यो कस्तो त गाइस तपाईहरु अब हामी लाइभ सर्प देखाउने वाला छौँ होइन। यो भ्लग गराउनुको उद्देश्य पनि यस्तै हो। कहाँ छ अरे अगाडि खै ए यहाँ रहेछ म जान्छु अगाडि के छैन म जान्छु किन देखु लो गाइस। आज तपाईहरु हामी प्रत्यक्ष प्रसारणमा लाइभ गाइस अब यतैतिर जान्छ म नि हेर्दै जान्छु। यता चाहिँ हरियाली छ हाम्रो गाउँको वातावरण। मम्मी लान टुल्लु बेबी होला गाइस होला यो चाहिँ गाइस डर पनि लाग्यो सर्प छ भन्ने हो गाइस। अब तपाईहरुलाई देखाउँछौँ हामी कहाँ छ मम्मी घाममा नलगाउने पतलङ लगाउनु पर्ने भने कहाँ छ मम्मी त छाड्दै के म जान्दै अगाडि गाइस यतिर कता हो भन भन कहीँ के हो म अगाडि त जान्दै आइगयो कहाँ गाइस यहीँ थियो गरे कहाँ के हो गाइस यहाँ चाहिँ गाइड छ है कहाँ छ मम्मी कहाँ छ कहाँ कि छो ए यहाँ थियो कुलाइन मन लाग्यो कहाँ के शीर्षका उहाँबाट पातबाट ढाकिया थियो यार पर कहाँ सडा आदो भित्र जनता टाढो हो नि यहाँ बैठ्यो है गाई यहीँ छु गरे अब यहाँ कहाँ बन्छ अहिले कता लाग्यो भने उहिलेको जा पुणो भने नि लेख्यो अनि तम्रो भाषा बुझ्यो कि जा फुडो भनेपछि गाइस साप देखाउन सकेन क्या छल्लाउँछु मम्मी तपाईहरुलाई साप त देखाउन सकेन केही छैन। अब तपाईहरु हामी पछि भेट्नेवाला छौँ कहीँ बाई चान्स साप देखे चाहिँ हामी त्यतिबेला नै भेट्न सक्छौँ। अझ पछि भेट्ला है त गाइस हस् त धन्यवाद। फाइनली गाइस हामीहरू आइसक्यो होइन सर्व त देखेन त्यो त त्यस्तै भयो कस्तो त्यस्तो भएन गाइस। हामीहरू चाहिँ अहिले क्रिकेट खेल्न जान लाग्छौँ। ऊ त्यहाँ स्कुल छ त्यहाँ भाइहरू पढ्छन् किनकि त्यो प्राथमिक हो नि त 5 सम्म हुँदै हुन त 8 सम्म दिएको छ आजभोलि आधारभूत तर त्यहाँ विद्यार्थी छैनन्। विद्यार्थीहरू सब गाईमा कट्टा हान्न कता गएन कता। यो स्कुल भनेको अलि त्यस्तै छ यसको सरकारी स्कुल हो हैन गाइस यसको विकास पनि भएको छैन त्यही भएर आजभोलि यस्तो छ। हाम्रो यहाँको चाहिँ गाई चाहिँ मन्दिर ऊ चाहिँ बबाल छ है। यो चाहिँ एक दिन चाहिँ टुरमा लग्छ हामी त्यो मन्दिरमा। यता हरियाली छ गाइस। अहिले चाहिँ क्यामेरा क्वालिटी राम्रो आयो होला हैन। यहाँ चाहिँ हाम्रो यो ब्याट छ एसजी नै एसएसको अनि एउटा यता चाहिँ हाम्रो होममेड ब्याट छ होममेड। यसको भिडियो तपाईहरु कमेन्ट ल 5 कमेन्ट आएपछि हामीहरू एउटा सेम डिक्टो कपीलाई यस्तो स्टिकर हालेर हामी न्यू ब्याट बनाइदिन्छौँ हैन। जसमा के कसो त्यो चाहिँ हुन्छ तर अलि टाइम लाग्छ। यहाँ कमेन्ट आउन पनि टाइम लाग्छ त्यो पनि हो म त गाइस के छ भइहालिन्छ के 5वटा कमेन्ट त्यस्तो हुँदैन नि त आफ्नो चिनेको त थाहा पाइदिन्छ नि त गाइस हैन। अहिले चाहिँ हामी स्कुल पनि पुग्न लागिसक्यौँ। ल तपाईहरुलाई हामी एकछिनमा क्रिकेट खेल्दाखेरि पनि भेट्छौँ र केही छैन। आजको भ्लग के कस्तो हुन्छ हाम्रो दिउँसोमा सुरुवात गरे उता भाइहरू त खेल्न प्र्याक्टिस पनि गरिसक्यो देखिन त नला होला क्यामेरा धेरै हिलिरहेको होला गाइस। पहिला म जान्छु त्यसपछि मैले क्यामेरा दिएँ हैन ल त ल गाइस तपाईहरु हामी एकछिनमा भेट्नेवाला छौँ त है त ल है त ल बाई बाई। त फाइनली गाइस हामीहरू यहाँ गेटनिर पनि पुगिसक्यो। यहाँ गेटनिर पुग्दाखेरि एउटा कुरा नोटिस गरेँ होइन गाइस हाम्रो जाने तरिका चाहिँ बवाल छ खै दर्शन जा यस्तो छ गाइस। यो कुकुरले नआयो भने आइहाल्यो अब यसलाई कहाँदेखि जाने टेन्सन पारिदियो ल गाइस कस्तो हुन्छ अब म आउनेवाला छु है त मेरो तरिका चाहिँ उबड खाबड होला आइज टाउको क्या मास्ति ट्रिक कुकुर कसरी आउने त कुकुर कसरी आउनु भाइ घर जाने हैन झाउ लगाइदियो रे। त गाइस हाम्रो ग्राउन्ड यो हो क्यामेरामा यता देखा यो त हाम्रो प्लेयर हो हुनुवान प्लेयर आफ्नो नाम भन त भाइ
यहाँ भन् यता हेरेर एभेस के ल हाम्रो अर्को प्लेयरको नाम ल अर्को प्लेयरको नाम छिटो अरे लजाउने हैन आयुष होइन गाइस यिनी केटा ल हेर्नुहोस् हाम्रो स्टिम हाम्रो स्टम्प्सहरू यता छ होइन अब यो चाहिँ अब रनअपको लागि प्लेयरको होइन अब यता चाहिँ हामी जाँदै यतातिर चाहिँ अलि कसेराहरू छ बिचमा अलि म्यानेज गर्नुपर्छ होइन ठिक छ अलराइट अब यही हो होइन हाम्रो स्टम्प चाहिँ रनरको लागि यो चाहिँ ब्याट्सम्यानको लागि यो चाहिँ हाम्रो होममेड ब्याट एउटा होममेड ब्याट चाहिँ हाम्रो हिजो चाहिँ नि यहाँनिर चाहिँ नि हाम्रो भइहाल्यो होइन अलि टुटिहाल्यो त्यही पनि हामी अब यस्तै हो अहिले गाइस हामीहरू टिम चाहिँ बाँडफाँड गर्छौँ अब एकछिनमा हामीहरू तपाईँहरूसँग प्रत्यक्ष प्रसारणमा हुन्छौँ खेल्दाखेरि होइन ल अहिले चाहिँ एकछिनको लागि चाहिँ हामी बिदा हुँ है त ल बन्द गर 2000 years later फाइनली गाइस क्रिकेट पनि खेलिसक्यौँ यहाँ चाहिँ एउटा भाइ छ होइन गाइस यहाँ चाहिँ भाइहरू क्रिकेट खेल्न आन भाइ हेलो भने यता हेलो गाइस भन हेलो गाइस सन्चै हुनुहुन्छ भन सन्चै हुनुहुन्छ लाइक सब्सक्राइब भन लाइक सब्स्क्राइब गरिदिनु होला यो भाइ यो प्लेयर हो क्रिकेट खेल्छ होइन भाइ नाम के हो भाइ तिम्रो जेम्स बोरा ओ भाइ क्याच अलिलाई मिस भयो ती भाइहरूले चाहिँ हान्छ गाइस अहिले एकछिनमा म तपाईँलाई मेरो ब्याटिङ पनि देखाउँछु होइन यी भाइहरू खेल्न लाने खेल भाइहरू बलिङ गर्दैछ उता आयुष भाइ छिटो कम फास्ट उता चाहिँ उतै गीत सुन्दैछ यता चाहिँ बलिङ गर्दैछ ऊ डट खायो गाइस होइन केही छैन कति बल भयो 2 बल भयो गाइस अब रातिको समयमा क्यामेरा क्वालिटी अलिक नराम्रो रहेछ केही छैन एडजस्ट गर्नु होला होइन तपाईँहरूलाई अब हामी पछि देखाउँछु ऊ त्यो भाइ छ एउटा गीत सुन्ला हान्यो भाइ हान्न यार दर्शन दाइ ब्याटिङ गर्न ल गाइस अब दर्शन दाइको ब्याटिङ आइरहेको छ अब हान्छ है एउटा म किप्पर बनाउनु हान्यो गाइस अब यहाँ फिल्डिङमा छु म कस्तो गाइस कस्तो भुला गराउनु लाग्थ्यो गाइस फिल्डिङ अचानक बोलायो अब अझ प्रार हुन्छ अझ हानमा अब क्याच हानिदिन्छु डाइरेक्ट गाइस चाहिँ क्रिकेट खेल्ने भनेको त अघि तपाईँलाई देखाउन बिर्सेँ गाइस अब अहिले देखाउन छु हाम्रो चाहिँ फिल्डिङ छ ए गाइस बल गाइस अझ बल भयो किप्परलाई दे भाइ किप्परलाई ठिक छ गाइस अहिले चाहिँ बल आउन लाग्यो धेरै गाह्रो भइसक्यो मलाई अझ हान्ने हो अब चाहिँ छोप्छु म डन्ठेको बाल भन्दैछ उ त्यहाँ अहिले डटै गाइस केही छैन हो थकाइलाई गाइस होइन तपाईँहरूलाई आजको भ्लग यही हो देखाउनै पाएन केही बिर्सिहाल्यो गाइस बिर्सिँदा भन्दा नि हाम्रो यस्तै काम भयो हामीसँग एउटा आएको थियो त गाइस कुकुर त्यो त घर गइसकेर रहेछ हामीलाई थाहै भएन ऊ बलिङ अब ओ आउट नडलाउने आउट भन्ने आउट भनेको उल्टा हातले हानिदिए गाइस अब हाम्रो क्रिकेट पनि यस्तै हो दर्शन त एउटा ब्याटिङ देखाइदिनु त मेरो एकछिन त गाइस तपाईँहरू मेरो ब्याटिङमा भेट्नुहुन्छ एकछिन मेरो ब्याटिङमा देख्न सक्नुहुन्छ ल बलिङ गर्नु त आइस भन्छ ल गाइस मनोज दाइले ब्याटिङ गर्न गइराखेको छ होइन ल हामी अलि अल्ट्रा
अझै गाइस एउटा बल हेर्नु है यो हाम्रो लोकल होममेड ब्याट हो तपाईँहरूलाई भनिरहेको छु कति कमेन्ट छ दाइ 5 कमेन्ट 5 कमेन्ट आइज हामी फेरि यसको अर्को कुन चाहिँ एचएसको ब्याट छ नि त्यस्तो रियल बनाइदिन्छ भाइ फाल्नु अझ एक बल अझ हानिहाल्नु अहिले गाइस म फर्ममा आइसकेँ होइन अझ पुरै आफ्नो पोजिसनमा होला नि बवाल बवाल बलिङ गरिरहेको छ होइन हाम्रो भाइले साथीहरू उतातिर हाम्रो गानाहरू चलिरहेको छ होइन गानाहरू चलाउने भाइ चाहिँ यही हो है हाम्रो गानाहरू चलाइरहेको छ यो भाइले चाहिँ अलि हेर्नु होला राम्रोसँग होइन अलि धेरै उ भइसकेको छ होइन गाइज अलि हेर्नु होला राम्रोसँग होइन तपाईँले देखिराख्नु भएको होला अहिले चाहिँ अलि राम्रोसँग हान्दैन होइन ठिक छ बवाल चाहिँ खेलिरहेको छ अहिले लास्ट बल उडाउँछु भनिरहेको छ हेर्नुहोस् गाइज अहिले उ गरेको गाइज हाम्रो यो यहाँको अलि स्कुल यसको नाम चाहिँ के हो भन्दाखेरि तपाईँले यहाँ यसरी हेर्न सक्नुहुन्छ यो स्कुलको नाम चाहिँ यस्तै छ होइन होइन गाइज हेर्नुहोस् है यो बलले अलि खतरा हो